पहिलाको पुर्खाहरूले भन्थे कि स्वर्ग जान सजिलो छैन, स्वर्ग जान सजिलो छैन, धेरै धर्म कमाउनु पर्छ भन्थ्यो। हो, रुई भ्याली जान नि त्यति सजिलो रहेनछ भन्ने कुरा यहीँबाट थियो। त्यही भएर चाहिँ रुई भ्याली चाहिँ एउटा स्वर्गकै टुक्रा रहेछ भने मैले यो कुरा चाहिँ यहीँबाट महसुस भयो है। के भन्नु, यस्तै छ, मान्छे बिजोग छ, गाह्रो छ गाह्रो छ। हेलो, गुड मर्निङ सबैजनालाई। आज चाहिँ मेरो यात्रा पनि रहेको छ रुबी भ्याली। म चाहिँ आज मेरो आफ्नै गाउँठाउँ जाँदैछु। आजको मौसम हेरेर आउँदाखेरि चाहिँ मौसम चाहिँ पुरै देशैभरि पानी पर्छ भन्ने एउटा निस्किएको थियो, तैपनि म निस्किएन। हजुर 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 म त्यो हाल्नै बुझेन, त्यो कहाँबाट हो, के हो भन्ने कुरा। भिडियो कल गर्न ल हो र, एकछिन मेरो चल्छ कि हेरौँ ल। ए बिजोग भयो केटा हो, बिजोग। केही आइडिया छ भने भनिदिनु। क्लच तान्नै सकेन क्या। नम्बर त भएको, अब त्यहाँबाट यो गर ऊ गर भन्छ, लास्टमा हामीले के हो जानेन। ए नङखानेला सेरथुम क्लच चाहिँ तार्नु छेर्ची नयाँ लोलो कि जङ्गे उम्ला आता कि जङ बनाएछन् खाने हुब्यो। ए ल ल, यस्तै भयो कहिले काहीँ, यस्तो हुनुपर्छ अनि बल्ल मान्छे चेतिन्छ, हो कि अन्दै। ए यहाँ बिजोग भयो बिजोग, अब के गर्ने त यार। किला के पसिनाले मान्छे बिजोग भइसक्यो, ल्याम्ब छिनिहाल्यो प्रस्थान। के गर्नु, यस्तै छ। पहिलाको पुर्खाहरूले भन्थे कि स्वर्ग जान सजिलो छैन, स्वर्ग जान सजिलो छैन, धेरै धर्म कमाउनु पर्छ भन्थ्यो। हो, रुई भ्याली जान नि त्यति सजिलो रहेनछ भन्ने कुरा यहीँबाट थियो। त्यही भएर चाहिँ रुई भ्याली चाहिँ एउटा स्वर्गकै टुक्रा रहेछ भने मैले यो कुरा चाहिँ यहीँबाट महसुस भयो है। के भन्नु, यस्तै छ, मान्छे बिजोग छ, गाह्रो छ गाह्रो छ।